नमस्ते, मेरो नाम इन्दु वर्मा। म नेपाली महिला क्रिकेट खेलाडीको क्याप्टेन र मैले एसएलसी 2069 सालमा दिएको हो। सो मैले सायद भनौँ न पढाइलाई पनि कन्टिन्युटी नदिएको भए भनौँ न यसरी तपाईँहरूको सामु आएर तपाईँहरूलाई एडभाइस अथवा भनौँ न एउटा एक्सपिरियन्स आफ्नो कुराहरू सुनाउन चाहिँ पाउँदिन थियो होला। सो आई एम भेरी ग्रेटफुल कि तपाईँहरूलाई यसरी सुनाइरहेको छु। तपाईँले धेरै बर्डन नलिकन अब एसएलसी पछि के गर्ने भनेर चाहिँ धेरै कुराहरू नसोच्नु, किन भन्दाखेरि हाम्रो लागि लाइफमा धेरै अवसरहरू छ आगामी दिनहरूमा पनि। तपाईँले त्यो अवसरहरूलाई चाहिँ कसरी ग्र्याब गर्ने, कसरी त्यो अपर्च्युनिटिजहरू फुलफिल गर्ने भनेको इट्स अप टु यु, तपाईँहरूको हातमा छ। इफ तपाईँहरूलाई केही पनि अलिकति डाउट क्रिएट भइरहेको छ भने गो एन्ड तपाईँको सराउन्डिङमा जो पोजिटिभ मान्छे हुनुहुन्छ, आफ्नो पेरेन्ट्स भयो, आफ्नो दिदीबहिनीहरू भयो, आफ्नो साथीभाइ, शिक्षकहरू, उहाँहरूसँग गएर कोअर्डिनेट गर्नु, मैले के गर्दा बेस्ट हुन्छ र आफ्नो पनि ओपिनियन्सहरू राख्नु, मलाई यो गर्नु मन छ भनेर। सो तपाईँहरूले दुई पक्षबाट आफ्नो ओपिनियन्सहरू राख्नुभयो भने डेफिनेटली तपाईँलाई सजिलो पनि हुनेछ र आफ्नो पाथमा क्लियर भिजन पनि हुन्छ, मैले यो गर्दा चाहिँ सही हुँदो रहेछ भनेर चाहिँ तपाईँलाई सजिलो पनि हुनेछ। सो विस यु अल द बेस्ट। जे गर्नुहुन्छ किप बिलिभिङ इन योर सेल्फ, बी कन्फिडेन्स। जे गरिराख्नु भएको छ पोजिटिभ इन्भाइरोमेन्ट पनि क्रिएट गर्नु भन्न चाहन्छु। थ्याङ्क यू।